हाई एभ्रिवान, नमस्ते। स्वागत छ तपाईँलाई मेरो ब्लगमा। म हुँ उर्मिला गुरुङ। तपाईँहरूसँग आइसकेको छु नयाँ ब्लग लिएर। म चाहिँ हुँ इलामबाट अनि तपाईँहरू पनि सन्चै हुन्छ भन्ने आशा साथमा मैले यो भिडियो सुरु गरिरहेको छु। कस्तो घाम गरिरहेको छु। आशा छ तपाईँहरूले अन्तिमसम्म हेरेर माया गरिदिनु हुनेछ। आज चाहिँ म आएको छु यहाँ घाँस काट्नु। खोर्सानी बारीमा घाँस काट्नु आएको छु। यहाँ खोर्सानी चाहिँ सबै बुढो झ्याङ भएर नि यहाँ भुइँ घाँस सुकेछ, त्यही भएर यहाँ भुइँ घाँस काट्नु आएको। यहाँ खोर्सानी चाहिँ हाम्रो यहाँ बुढो बुढो भएर यहाँ सबै उयो भइरहेछ। यहाँ चाहिँ म यहाँ घाँस काट्नु आएको। मैले चाहिँ अलिकति यति चाहिँ घाँस काटेर थुपारेको छु। यहाँ अलिकति डोकोमा अलिकति हालेको छु। अनि अब चाहिँ म घाँस काट्छु। यता हेर्नु कति राम्रो काली गेडी घाँस छ क्या यो। यसले चाहिँ दुध पुरा आउँछ अरे भन्छन्। अनि म चाहिँ अब यहाँ घाँस काट्नु थालेको। यहाँ घाँसको भारी पुरै। अब म यहाँनिर एभोकाडो टिप्नु पर्यो। एभोकाडो टिप्नु पर्यो। म चाहिँ देख्नुहुन्छ कि हुँदैन कुनै एभोकाडो कहाँ छ कहाँ छ कहाँ छ कहाँ छ कहाँ छ। एभोकाडो देखिँदैन रहेछ यहाँबाट त। यहाँनिर छ एभोकाडो चाहिँ। यहाँ देख्नु भयो होला कालो न कालो। यहाँ छ एउटा अनि यहाँ माथि छ, माथि पनि छ तर देखिँदैन रहेछ। यहाँ चाहिँ अलिअलि देखिरहेछ। म यसलाई चाहिँ टिप्छु। टिप्नु त के सक्नु र, यो लट्ठीले झार्नुपर्ने हुन्छ यसलाई। फेरि कहाँतिर झर्यो झऱ्यो एउटा त झऱ्यो। फेरि कहाँ झऱ्यो? यहाँ झरेछ। हाम्रो चाहिँ यस्तो खालको एभोकाडो फल्छ कि रातो नै। देख्नु भयो नि अस्ति पनि यहाँ टिपेको एभोकाडो कहाँ झरो झरो खोज्दा पनि भेटेन। तल झऱ्यो, तल पनि गएँ हेर्नु भेटिनँ। अब अर्को यहाँ छ, यो पनि कहाँतिर झर्ने हो। दुईवटा चाहिँ टिपेँ। अब अरूको टिप्न सक्दैन, माथि माथि छ। दुईवटा चाहिँ लिएर जान्छु अनि पकाएर खानुपर्छ एभोकाडो। घाँसको भारी चाहिँ यहाँ, एभोकाडो पनि यहाँ। मैले गोडेको लसुन यस्तो भएर आएको छ अहिले। अब यहाँ धनियाँ लिएर जानु पर्यो भनेको। धनियाँ उखालेर यहाँ धनियाँले सबै छ्यार भइरहेछ। यो सागहरू पनि सबै उखाल्नु पर्ने छ। यो अब यो साग चाहिँ म उखालेर गुन्द्रुक हाल्नु पर्यो भनेर नउखालिदिएको। यो धनियाँहरू पनि सबै उखालेर पर्ने छ। सबै छ्यार भइरहेछ।
अनि म चाहिँ यो धनियाँ उखालेर लानु पर्यो भनेको यतै आउँको बेलामा सबै चुट्टिन्छ धनियाँ पनि। यहाँ चाहिँ मैले पानी हालिरहेको छु। यहाँ हाम्रो बोका छ। हेलो हेलो बोका। हाम्रो यहाँ चाहिँ बाख्रा फार्म हो। अन्त एउटा बाख्रा र पर दुईवटा पाठी मात्रै निस्केको छ बाहिर। किनभने यत्रो यत्रो झ्याङ भएर आएको छ। यो झ्याङ सबै उखाल्नु पर्ने छ। धनियाँ चाहिँ सबै चुट्टिहाल्छ। के साह्रो चाम्रो हौ। साग हेर्नु यति धेरै साग आइरहेको छ। यो सब उखाल्नु पर्ने। यो सबै लसुनलाई छ्यार भएर लसुन मसिनो मात्रै आइरहेको छ। यो साग पनि लगाउनु कि घर टिपेर सब्जी यति लानु पर्यो आजको लागि। सब्जी के खानु हो। मेरो भारी रेडी। खोर्सानी पनि टिपेर लानु पर्यो टोकी खानलाई। अनि यो खोर्सानी चाहिँ अब मैले कहिले टिप्नु होला। सबै रातै पाकेको छु सबै। भरे भोलि टिप्नु पर्यो खोर्सानी चाहिँ। बुढो झ्याङ भएर के खोर्सानी नि मसिनो मसिनो। टोकी खाने चाहिँ अलिकति लानु पर्यो। टोकी खाने अचार खाने चाहिँ लानु पर्यो एक मुठी। अरू चाहिँ भरे लान्छु। यति चाहिँ लान्छु। भरे चाहिँ भोलि टिप्नु पर्यो खोर्सानी चाहिँ म। अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रो चियाबारी। यस्तो मजाले घाम लाग्छ हाम्रोतिर चाहिँ। अरू भन्नुहुन्छ अरूले चाहिँ हाम्रोतिर त घामै लागेको छैन। हाम्रोतिर चाहिँ जहिले यस्तै घाम लाग्छ। यस्तो टिलिलिलिलिली आकाशमा त काहीँ बादलै छैन। यहाँ देख्न सक्नुहुन्छ यस्तो घाम लागिरहेछ टनटनी। यो चाहिँ हाम्रो यहाँ सबै एभोकाडोको बोट। यहाँ कति यति सबै एभोकाडोको बोटै बोट छ। घाँस बोकेर गएको। यो पनि हाम्रो एभोकाडोकै बोट हो। यहाँ कुखुराले के गर्दैछ दिदीभाइहरू। ओइ ठोक्यो के हो। मै के गरेको यो। यहाँ हेर्नु भाइ के गरेको। सुराल पनि खोलेर मै चर्तीको अनुहार के हो यो। अनुहार के दलेको यो के दलेको भाइले। मै के दले। है झन्डै लडेन सुरालले। लड्नुलाई भाइलाई कहाँ राखेको। खाएको छ बसेको छ। यो घरको हालत। चकचकी बाँदर को चकचकी बाँदर हो यो। नो टच नो। नो टची। आउनु जाउँ ल आउनु। चप्पल पनि छैन हेर। यतै राख्नु। यहाँ फुलमा पानी हाल्नुहुन्छ। फुलमा पानी हाल्नुहुन्छ। मेरो चाहिँ यहाँ फुल फुलिरहेको छ। के गर्नुभएको खै बिल्लु। बिल्लु खै। बिल्लु खै। आया नो 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 टच नो टच। आया हुन्छ ल। खै बिल्लु। बिल्लु है।
त्यो माटो त हुँदैन 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 ल जाउँ उता जाउँ। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। भिडियोलाई मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। फेरि भेटौँला अर्को भिडियोमा। बाई।